हाई गाइस हामी चाहिँ अहिले क्यासेडिला बनाउनु गएको छौँ। क्यासेडिलामा चाइनालाई चाहिँ टाटर सस भन्छ। टाटर सस रेडी गर्दैछौँ। यसमा चाहिँ हामीले ह्याङ्कट दही, पार्सली, चिली फ्लेक्स, अरेगानो, सल्ट र अब फ्रेस क्रिम हाल्यौँ र यसलाई चाहिँ हामी मिक्स गर्छौँ। दुई साइडमा मिक्स गरेर चाहिँ यस्तो रेडी गर्छौँ। त्यस पछाडि गाइज यो हाम्रो रेडी भयो टाटर सस। अब यसको लागि चाहिँ हामी क्यासेडिलाको लागि चाहिँ भेजिटेबल रेडी गर्छौँ। हामीले अनियन, क्याबेज, रेड, येलो, ग्रिन क्याप्सिकमलाई चाहिँ जुलियन कट गऱ्यौँ गाइज। र क्यासेडिला रोटीमा चाहिँ हामीले चिज, प्रोसेस चिज, अमुल चिज चाहिँ हामीले यसरी हामीले गऱ्यौँ, ग्रेड गऱ्यौँ। त्यस पछाडि हामीले ब्ल्याक बिन्सलाई चाहिँ फ्रोजन गरेका थियौँ। फ्रोजन ब्ल्याक बिन्सलाई चाहिँ हामीले निकाल्यौँ र प्यानमा चाहिँ हामीले हल्का ओइल हाल्यौँ, ओलिभ ओइल। त्यस पछाडि चाहिँ हामीले जुलियन भेजिटेबललाई हालेर चाहिँ हल्लाउँछौँ गाइस। यसरी मस्त हल्लाउँछौँ यसलाई। अनि त्यसमा बिन्स हाल्छौँ, ब्ल्याक बिन्स हाल्छौँ, किडनी बिन्स, त्यसपछि अमेरिकन कर्न हाल्छौँ। त्यसलाई हामीले कुक गर्छौँ गाइस। यसरी चाहिँ हामीले चाहिँ अब कुक गर्छौँ। त्यस पछाडि हामीले क्याबेज, भेजिटेबलहरू चाहिँ टक्क यसरी हामीले भेजिटेबल हाल्छौँ। भेजिटेबल हालेर चाहिँ यसलाई अलिक मजाले पकाउँछौँ गाइस, होइन। तपाईँ हेर्न सक्नुहुन्छ। त्यसमा हामी सिजनिङ गर्छौँ, सल्ट अनि चिली फ्लेक्स, अरेगानो, एरोमेट सब हालेर चाहिँ हामी त्यसलाई कुक गर्छौँ गाइज। स्लोली कुक गर्छौँ गाइज, होइन, जल्न दिँदैन। त्यस पछाडि हामीले त्यो रोटीमाथि चाहिँ त्यो भेजिटेबललाई हालिदिन्छौँ र माथिबाट चाहिँ हामी फेरि अमुल चिज, प्रोसेस अमुल चिज ग्रेड गरिदिन्छौँ र अर्को रोटीले त्यसलाई कभर गरिदिन्छौँ गाइस। र नन स्टिकमा चाहिँ हल्का ओइल हाल्छौँ र यसरी यसलाई कुक गर्छौँ गाइस, सेक्छौँ र चाहिँ कलरफुल बनाउँछौँ। हेर्न सक्नुहुन्छ कस्तो कलर आयो गाइस। यस्तो कलर हामी यसमा ल्याउँछौँ। यो साल्सा सस टाटर सस थियो, तपाईँहरू अघि हामीले देखाएका थियौँ। त्यस पछाडि अर्को सस पनि हाम्रो यसमा साल्सा सस आउँछ गाइस। साल्सा सस पनि यसमा हामी दिन्छौँ। अब यो यसरी क्यासेडिलालाई चाहिँ हामी 4 पिस कट गर्छौँ गाइस। अहिले साल्सा सस हाल्यौँ गाइस। साल्सा र सावर ससको साथमा हामीले क्यासेडिलालाई चाहिँ यसरी प्लेटिङ गरेर कस्टमरको अगाडि पठाउँछौँ र माथिबाट चाहिँ चिज ग्रेड गर्छौँ गाइस। हल्का चिज ग्रेड गर्छौँ र माथिबाट हल्का पार्सली पनि हालिदिन्छौँ गाइस। हेर्दाखेरि कति ब्युटिफुल देखाएको छ गाइस। तपाईँहरू पनि ट्राई गर्नु होला।